अब दाँतको स्केलिङ भनेको चाहिँ दाँत सफा गर्ने भनेर नर्मली हामीले जुन भन्छौँ नि, त्यो स्केलिङ नै हो होइन। जस्तै दाँतमा दागहरू लागिरहेको हुन्छ, तपाईँले ब्रस गर्दाखेरि त्यो दाग मेटिँदैन होइन, अथवा दाँतमा हाम्रो सलाइभामा मुखमा जुन हाम्रो सलाइभा हुन्छ होइन, थुकहरू, त्यसमा के हुन्छ त हाम्रो क्याल्सियमहरू हुन्छ है। क्याल्सियम मिनरलहरू, अरू पनि मिनरल हुन्छ, क्याल्सियम मात्र होइन, धेरै हुन्छ। तिनीहरू सबै डिपोजिट भएर हाम्रो दाँतको भित्रतिरको भागमा दन्त पत्थरी जस्तो बनाइरहेको छ, क्याल्कुलस भनेर भन्छ होइन। त्यो क्याल्कुलसहरू त्यहाँनिर हुनसक्छ। त्यो क्याल्कुलसहरूलाई हटाउनको लागि ब्रस गरेर मात्रै निस्किरहेको हुँदैन है, त्यसलाई चाहिँ हामीले स्केलिङै गरेर हटाउनु पर्ने हुन्छ। स्केलिङ भनेको चाहिँ त्यही भएर त्यो दाँत सफा गर्ने भन्छ। नर्मली यो दाँत सफा भन्दा पनि दाँत र गिजाको बिचमा हल्का ग्यापहरू हुन्छ, त्यो ग्यापमा जुन फर्मेसन भएको जुन ऊहरू छ, यो क्याल्कुलसहरू छ, अथवा खानेकुरा अड्केर बसेको छ, त्यसलाई सफा गर्नुपर्ने छ भने त्यसलाई नै भनिन्छ। अब नर्मली हामीले दिनदिनै ब्रस गरे पनि है, दाँतहरूको बिचमा फोहोर चाहिँ बसिरहेकै हुन्छ। जति ब्रस गरे पनि जे गरे हामीले दिनदिनै घर त बढाल्छौँ होइन, दिनदिनै घर सफा गर्छौँ है, तर पनि तिहारको बेलातिर हेर्ने हो भने सफा गर्दाखेरि यति फोहोर कुना काप्चाबाट निस्किरहेको हुन्छ नि, हो किन? सेम त्यस्तै हो, हामीले डेली ब्रस गर्छौँ, बिहान बेलुका ब्रस गर्छौँ, तैपनि दाँतहरूको बिचमा र हाम्रो दाँत र गिजाको बिचमा हेर्ने हो भने हाम्रो यो नङलाई हेर्नुहोस्, नङ र मासुको बिचमा जुन अलिकति बोर्डर लाइन छ नि, त्यहाँनिर जुन ग्याप छ, हो त्यस्तो खालको ग्याप हाम्रो दाँत र गिजाको बिचमा पनि हुन्छ, र त्यो ग्यापमा 1.5 देखि 2 मिलिमिटर जति स्पेस हुन्छ। त्यो स्पेसमा खानेकुरा अड्किरहेको हुन्छ कि त्यो चिज चाहिँ ब्रस हुन पाउँदैन। हामीले जति राम्ररी ब्रस गर्न खोज्यो भने टेक्निक मिल्या हुँदैन, अलिकति 45 डिग्री एङ्गल मिलाएर गर्नुपर्ने हुन्छ होइन। त्यो मिलाएर गर्दा गर्दै पनि पुरै क्लिन हुन पाउँदैन। त्यसैले त्यो चिजहरू क्लिन गर्नको लागि चाहिँ हामीले स्केलिङ गर्नुपर्ने हुन्छ। स्केलिङ भनेको त्यही दाँत सफा भन्ने हो। यसमा हामीले गिजा सफा गर्छौँ है, गिजा भनेर दाँत र गिजाको जुन स्पेसको बिचको ग्याप भने 2 मिलिमिटर जतिको, त्यसलाई सफा गर्छौँ। कुनै ढिक्काहरू फोहोरहरू बसेको छ भने त्यो हटाउँछौँ। र दाँतमा पनि कुनै स्टेन्सहरू, जस्तै कसैले धेरै स्मोकिङ गर्नुहुन्छ अथवा धेरै कफीहरू खानुहुन्छ भने तिनीहरूको पनि बसिरहेको हुन्छ दागहरू, तिनीहरूलाई चाहिँ हामीले सफा गर्छौँ। यही कुरा हो स्केलिङ।